ल फाइनली गाइसहरु तपाईहरुलाई चाहिँ स्वागत छ। अब हामी अर्ग्यानिक विशुद्ध यो चाहिँ हाम्रो चाहिँ गाउँ घरको चाहिँ मिक्सचर है गाइसहरु। यो मिक्सचर हो, देख्न सक्नुहुन्छ गाइस। यो चाहिँ एकदम विशुद्ध अर्ग्यानिक लोकल अडुवाको अचार अनि गोलभेना है, गोलभेना रामभेना पनि हैन, गोलभेना, गोलभेनाको अचार, टिमुर है। अनि त्यसपछि अब गाइस देख्न सक्नुहुन्छ किटे करेला अनि यो लोकल भालेको मासु है गाइस। अनि यो चाहिँ पुरा चाहिँ यो भाजीको साग गाइसहरु। यो चाहिँ यो फेरि एकदम यो मार्सी चामल है गाइस। यो हेको लोकल, यो बजारको हैन, यो लोकल यही कुटेको, त्यो पनि पुरा चाहिँ उसमा कुटेको, घनले कुटेको हैन, ढङ्कीमा कुटेको है गाइसहरु। ल गाइसहरु अब हामी फाइनलमा हाम्रो भोजन, रात्रिकालीन भोजन सुरु भयो है गाइसहरु। सुरु भयो। आज मेरो घरमा बिजुली वायरिङ गरिदिनु भएको उहाँहरूले, त्यही भएर उहाँहरू त हाम्रो पाहुना हुनुहुन्छ। उहाँहरू पाहुना मान्यता। अब उहाँहरूले खाना खाएर भोजन गरेर हामी बिदाइबारी गर्छौँ। साथै दर्शकहरू साथीहरू मेरो फेसबुक पेजले लाइक कमेन्ट गर्नुहोला, सब्सक्राइब गर्नुहोला, फेसबुकले फलो गर्नुहोला। उहाँ दुवैजना मेरो भेनाजुहरू पर्नुहुन्छ। ल भेनाजुहरू खानु है, दुःख नमान्नु होला। खै हामी त गाउँघरको खाना यस्तै छ। अब नुन लाग्यो कि लागेन। 84 व्यञ्जन भन्दा नि माथि समाइ हो हो हो। यस्तो मार्सी चामलको भात अनि यो एकदम चाहिँ अचार है, यो भाजी साग, किटे करेला। बेनाजु खानुहोस् है। ल हेर्नुहोस् उहाँहरूलाई खाना साना राम्रोसँग हामी म पनि खान्छु। यी मेरो लागि पनि बन्दोबस्त भइसकेको छ। यो जार खानु त हामी जार खान्छौँ। बेनाजुले चिसो हाली खानुहोस् है। फाइनल दियो। तर खास भन्ने भने यो स्वास्थ्यको लागि चाहिँ हानिकारक छ गाइस। हानिकारक छ भन्छन्। यो भन्दा चाहिँ राम्रो पानी हो, तर पनि चलन चल्ती अनुसार चलिआएको हुनाले पाहुनालाई चाहिँ चिसो दिने चलन भएको हुनाले उहाँको चाहिँ उहाँले सम्मान गर्नु भएको हो। तर खासमा यो खानाले फाइदा त छैन है गाइस। डियो चाहिँ कम खानु होला, म चाहिँ थोरै थोरै खान्छु। यहाँले चाहिँ नखानु होला है गाइस। यो नखानुस् है, यो खाने चिज छैन। यो यस्तो पानी खानुस्, यो पानी एकदम दामी छ। यो आमखोरा है गाइस, आमखोरा। उहाँहरू चाहिँ मेरो भतिजहरू भाउजूहरू, मेरो घर परिवारका एउटा भतिजे त बाहिर पनि बसेर खाइरहेको छ। भित्र खा भनेको पर बाहिर जान्छु भनेछ। पर यहाँ यस्तो छ हाम्रो गाउँघरतिर। ल गाइस।